आज चाहिँ एउटा रिस्कको बारेमा भन्न गइरहेको छु म होइन। एउटा रिस्क होइन कि रिस्कको बारेमा। रिस्क कसैले रिस्क लिनुपर्छ भन्छन्, कसैले रिस्क लिनुहुन्न भन्छन्, कसैले जति ठुलो रिस्क लियो त्यति ठुलो होइन माछा पर्न सक्छ, जति ठुलो रिस्क लियो त्यति ठुलो दाउ पर्न सक्छ भन्छन्। तर रिस्क लिनु आफैमा राम्रो पनि हो तर नराम्रो पनि हो जस्तो लाग्छ मलाई चाहिँ। अनि एउटा कुरो क्या रिस्कको कुरामा मैले एउटा कुरा सोचेको थिएँ कि रिस्क लिने कि नलिने त भनेर सोच्दाखेरि एउटा दिमागमा एउटा क्वेसन आयो। त्यो क्वेसनको एन्सर हजुरहरूले भन्नु होला होइन कमेन्टमा। मलाई एउटा क्वेसन चाहिँ आयो क्या दिमागमा, रिस्क लिनुपर्छ भन्छन् नि होइन, लाइफमा रिस्क लिनुपर्छ, लाइफमा रिस्क लियो भने नि अगाडि बढिन्छ भनेर धेरै मोटिभेसनल यताउता सुनिरहेको हुन्छ। त्यो सबै अब छोडिदिउँ होइन। तर रिस्क भन्न खोजेको चाहिँ रिस्क लिनुपर्छ लाइफमा। तर मैले लाइफमा रिस्क लिइरहेको छु है मानौँ। मैले एउटा इक्जाम्पल, मैले लाइफमा रिस्क लिइरहेको छु। मैले लाइफमा रिस्क कसरी लिइरहेको छु भने मैले रिस्क नलिएको भएर चाहिँ रिस्क लिइरहेको छु क्या। बुझिरहेको छ यो कुरो? मैले लाइफमा रिस्क नै लिएको छैन, त्यही भएर चाहिँ मैले रिस्क लिइरहेको छु। इजन दिस कन्सर्निङ भन्छ नि एउटा भिडियो, त्यस्तै टाइपको कन्टेन्ट आयो क्या। इजन दिस कन्सर्निङ। अब मैले लाइफमा रिस्क चाहिँ नलिनु भनेको पनि एउटा रिस्क हो नि त मेरो लागि होइन। अब मैले जबमा जाम्ला अरे, म जबमा जान्न, म जबबाट हुँदैन भनेर रिस्क लिएर बसेँ। जबमा गएको भए कि सक्सेस कि फेलियर भइन्थ्यो। तर यतापट्टि पनि रिस्क त यता लिएँ नि त मैले, जबमै नगसी रिस्क भयो। यतापट्टि मैले कस्तो टाइपको रिस्क लिएँ भने भोलि गएर भाग्य चम्केला, लट्री लाग्ला होइन। कहिलेकाहीँ हुनसक्छ सधैँ काम गरेर मात्र पुग्ने त होइन, कहिलेकाहीँ चिट्टा लाग्न नि सक्छ मान्छेलाई होइन। कहिलेकाहीँ राम्रो चिट्टा लाग्दिन सक्छ, पोजिटिभ भएर बस्दिउँ होइन लाग्छ जस्तो लाग्छ के अरे। कहिलेकाहीँ ट्याप्प लाएर करोड रुपियाँ ठ्याक्क हातमा ड्याङ 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 आइदियो भने त के थाहा त। त्यही भएर रिस्क लिनुपर्छ भन्छौ भने कसैले रिस्क लि भाइ यता दाइ यो छोराछोरी भन्छ भने चाहिँ के भनिदेऊ, मैले रिस्क नलिएको भनेको नै सबैभन्दा ठुलो रिस्क लिइरहेको छु मैले भनिदेऊ क्या सबलाई। बुझ्यौ नि? मैले रिस्क नलिनु भनेको नै सबभन्दा ठुलो रिस्क हो। बुझ्यौ? त्यो रिस्कले चाहिँ तिमीलाई भोलि गएर यहाँ पुर्याउन सक्छ, यहाँ पुर्याउन सक्छ। रिस्क तिमीले जसै किन लिनु, लिइरहेछौ त तिमीले, आफै रिस्क लिइरहेछौ। त्यो नचाहिँदो मोटिभेसनल नसुन क्या, छोडिदेऊ मोटिभेसन त्यस्तो मोटिभेसनले काम गर्दैन होइन। रियल मोटिभेसन सुन। रिस्क नलिनु भनेको नै सबभन्दा ठुलो रिस्क हो। कहिलेकाहीँ मान्छेले रिस्कै नलिएर पनि मान्छे सक्सेस हुन्छ। सबैको एउटा टाइम नहोला होइन, सबैको डिफ्रेन्ट टाइम जोन, सबै कुराले फरक पार्छ। तर रिस्क नलिनु भनेको पनि एउटा रिस्क नै हो। सो त्यो रिस्कले पनि तिमीलाई एकदम फलिफाप गर्न सक्छ कहिलेकाहीँ। द्याट्स इट है। लाइक चाहिँ गरिराख्दा हुन्छ ढुक्क।